हेलो साथीहरू, आज चाहिँ म चाहिँ इन्डिया गएको थिएँ। अनि इन्डिया चाहिँ मैले बाटोमा चाहिँ भिडियो लिएन, अनि त्यतिकै मैले बाटोमा चाहिँ भिडियो लिनु नै बिर्सेछु नि त। त्यही भएर एकैताल मैले चाहिँ इन्डिया गएर मात्रै लुगा पसलमा गएर भिडियो लिएँ। अनि किनभने हामी चाहिँ अलिक थोरै थोरै लुगाहरू पनि किन्नु थियो। मैले चाहिँ अलिअलि साडीहरू पनि किनेँ त, अनि दिदीहरूले पनि किन्नुभयो यहाँले नै। अनि हामी साडी किन्ने गरिकन मैले चाहिँ झुला पनि हातमा बोकिरहेको थिएँ। यता अगाडि हामीहरू हिँड्दैन थियो, अनि पछाडि म थिएँ। अनि फेरि यहाँ पनि हामीले चाहिँ अलिअलि गर्मीको लुगाहरू किनेँ। अनि तर हामीले चाहिँ लुगाहरू चाहिँ देखाएन किनेको चाहिँ। अनि हामी चाहिँ चप्पलहरू पनि किन्नु हुने अरे, अनि चप्पलहरू पनि किन्यौँ। अनि हेऱ्यौँ यहाँ चाहिँ अलिक सस्तो पाउँछ नि त नेपालमा भन्दा इन्डियामा। अनि त्यही भएर हामी साडीहरू किन्नु चाहिँ इन्डिया आउँछौँ। अनि त्यही भएर मैले अनि भिडियो पनि लिएँ थोरै थोरै। अनि यताको एकदमै गर्मी थियो। अनि यसो अलिअलि दालहरू चिनीहरू पनि सस्तो हुन्छ नि त। अनि चिनी दालहरू पनि किनिसकेर हामी चाहिँ सफारी पनि चढ्यौँ। अनि सफारी चढेर नेपाल आउँदै थियौँ। अनि आउँदा आउँदै बाटोमा बस आइरहेको थियो साथीहरू। अनि बसले चाहिँ के भन्छ, मेरो मोबाइल यसरी भिडियो गर्दै थिएँ। अनि मोबाइल झन्डै लग्यो। अनि त्यही भएर यहाँ चाहिँ इन्डियामा चाहिँ भिडियो गर्नु चाहिँ नमिल्दो रहेछ। यता अलिक गर्दा पनि अब जतनले गर्नु होला। अनि हामी चाहिँ काँक्री भित्ता आइपुग्यौँ। मैले बोरातिर चाहिँ भिडियो लिएन। अनि एकैताल मैले काँक्री भित्ता आएर भिडियो लिएँ। अनि भिडियो लिएको गर्मी थियो। गाडीको अङ्कलले त झोला लगाइदिनु भएन। अनि मलाई चाहिँ एकदमै रिस उठ्यो नि त। अनि किन नलाउनु भएको भने, अनि त्यहाँदेखि मैले अलिअलि काँक्री भित्ता भिडियोहरू गरेँ। मैले धेरै गरिनँ, गर्मी थियो नि त, त्यही भएर। अनि अहिले चाहिँ हामी बिदा मिलायो। ल त साथीहरू, मेरो मिनी ब्लग यस्तै भयो। बाई बाई।